स्वर्गद्वारी आइपुगेका छौँ। यहाँ बाटोमा घोडाहरू चलिरहेका छन्। हिँडेर जान नसक्नेहरू, अशक्त व्यक्तिहरूको लागि घोडाबाट माथि लैजाने व्यवस्था पनि रहेको छ। ठ्याक्कै अहिले यति बेला हामी स्वर्गद्वारी मन्दिरमा आइपुगेका छौँ। यहाँ 6 बजे साँझ एउटा आरती हुने रहेछ अनि त्यसपछि फेरि राति 10 बजे महाआरती हुने रहेछ। अहिले साँझको 7 बज्न लागिसकेको छ। यो चाहिँ भवन कुण्ड रहेको छ। भवन कुण्डमा भर्खर आरती सकिएको छ भने यतापट्टि नयाँ भवन बन्दै रहेछ। यो स्वर्गद्वारीको मन्दिर एकदमै ठुलो मन्दिर बनिरहेको छ। यसै गरी यतापट्टि तल्लो साइडमा यहाँ गुरुकुल आश्रम रहेको छ। यहाँ साना भाइ बहिनीहरू पढ्नको लागि गुरुकुलमा पढ्नको लागि आश्रम रहेको छ यतापट्टि। भने यहाँ तलपट्टि तरकारी खेती पनि एकदमै राम्रो हुँदो रहेछ। यहाँ देख्न सक्नुहुन्छ यी बन्दा गोपी चाहिँ बारीभरि बन्दा लगाइएको छ। यतापट्टि यहाँ फुलबारी छ। यतापट्टि फुलबारी, यहाँ चाहिँ एकदमै राम्रो फुलबारी भइरहेको छ। बेसरी फुलहरू फुलिरहेको छ। नयाँ भवन यतापट्टि भवन बन्दै रहेछ। यसपछि 10 बजे फेरि महाआरती हुनेछ। 10 बजे हामी 10 बजेसम्मै आज यहाँ हेर्नेछौँ। विभिन्न भक्तजनहरूले ध्वजाहरू टाँगेर राख्नु भएको छ। मनोकाङ्क्षा पुरा गर्नको लागि यहाँ ध्वजाहरू टाङ्ने गरिएको छ। यहाँ शिवका मूर्तिहरू, शिवलिङ्गहरू पनि रहेका छन्। यसै गरी यहाँ आश्रम, यहाँभित्र चाहिँ स्वर्गद्वारी महाप्रभुको आश्रम स्थल छ। स्वर्गद्वारी महाप्रभुको यहाँभित्र चाहिँ भिडियो खिच्न मनाइरहेछ। बजे आरती हुन्छ ट्याक्कै हजुर। यति 10 बजेर 15 मिनेटसम्म बस्नु पर्यो। यो मन्दिर कुन चाहिँ हो नि? यो मन्दिर शिवजीको मन्दिर हो। शिवजीको बन्दै गरेको हजुर हो। स्वर्गद्वारीमा रहेको शिवजीको मन्दिर बन्दै रहेछ। चाहिँ हवन कुण्ड। यहाँ अहिले यति बेला साँझको आरती भइरहेको छ। हवन कुण्डमा आरती चलिरहेको छ। यो चाहिँ गौशाला। यहाँ गाईहरू पालन गरिँदो रहेछ। गौशाला रहेको छ। यहाँ धेरै गाईहरू छन्। यहाँ गौशालामा चाहिँ गाईहरू पालन गरिएको छ। कोही चाहिँ बाहिर चिसोमा छोडिएको छ भने भित्रपट्टि बस्ने ठाउँहरू पनि रहेको छ। गाईहरू एकदमै चिसो, साना साना गाईहरू छन्। एकदमै चिसो हावा चलिरहेको छ। साँझको 7 बज्न लागिसक्यो। यहाँ चाहिँ अहिले एकदमै चिसो, तर गर्मी हुन्छ जस्तो लागेर हामीले पनि बाक्लो कपडाहरू त ल्याएनौँ। तर एकदमै मौसम चाहिँ चिसो छ है। यहाँ आउँदा चाहिँ बाक्लो कपडाहरू लगाएर आउनुपर्ने रहेछ। हामीले सामान्य तलकै जस्तो लागेर ज्याकेटहरू नलिकन आयौँ। तर यहाँ चाहिँ एकदमै चिसो हावा चल्ने, हातहरू ठिरागिरहेको छ। यो वैशाख लाग्दा पनि एकदमै चिसो मौसम रहेको छ। यहाँ
यहाँ आउने आदरणीय भक्तजनहरूले चाहिँ बाक्लो कपडाहरू चाहिँ लिएर आउनु होला। बेलुका बस्ने गरी आउनु हुँदैछ भने हजुरहरूले कपडा चाहिँ बाक्लो लिएर आउनु होला। स्वर्गद्वारीको बिहानी पख अहिले सनराइज सूर्य उदय भइरहेको छ। एकदम यहाँ बिहान उठेर भक्तजन बिहानीको समयमा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको छ। सनराइज सँगसँगै फोटोहरू खिच्ने दर्शन गर्नेहरूको लामो लाइन रहेको छ। यहाँ यतापट्टि सूर्य उदय भइरहेको छ भने यतापट्टि चाहिँ हामी फेरि चन्द्रमा पनि सँगै देख्न सक्छौँ। यतापट्टि चन्द्रमा छ भने यसैको ठ्याक्कै यतापट्टि सूर्य उदय भइरहेको छ। यहाँ सूर्यलाई जल चढाउने कार्य पनि भइरहेको छ। स्वर्गद्वारी महाप्रभुको अहिले बिहानको पूजा कार्यक्रम चलिरहेको छ। यहाँ भक्तजनहरू शिवालय मन्दिरमा यहाँ बन्दै गरेको मन्दिरको अगाडिपट्टि पूजा गरिरहनु भएको छ भने यतापट्टि यो बत्ती बाल्ने ठाउँहरू रहेको छ। आदरणीय भक्तजनहरू, तपाईहरू पनि स्वर्गद्वारी दर्शनको लागि आउने सोचमा हुनुहुन्छ भने यहाँ चाहिँ बेलुका बस्ने गरी आउनुपर्ने रहेछ। दिउँसो एकैछिन आएर पूजा गरेर जानुभन्दा पनि यहाँ साँझ बस्ने गरी आउने। यहाँ विशेष पूजा चाहिँ साँझमा हुने रहेछ। साँझ 6 बजे सामान्य आरती हुन्छ। त्यसपछि 8 बजेर 50 मिनटमा होम रहेको छ। यहाँ ज्वाला दर्शनको लागि होमन कार्यहरू हुने रहेछ। त्यसपछि भजन कीर्तन हुने अनि फेरि 10 बजे राति महाआरती हुने रहेछ। त्यस कारणले हामीले यहाँ स्वर्गद्वारीका विशेष महत्त्वका वस्तुहरू हेर्नको लागि, महत्त्वपूर्ण पूजाहरू हेर्नको लागि चाहिँ हामी साँझ बस्ने गरी आउनुपर्ने रहेछ। यहाँ आश्रम रहेको छ। यहाँ आउँदा हामीले एक दिनको लागि साँझको खानाको लागि 160 रुपियाँ र बस्नको लागि 120 रुपियाँ प्रति व्यक्तिको दरले यहाँ मन्दिरले व्यवस्थापन गरेको रहेछ। यहाँ बटुकहरू भक्तजनहरूलाई खाना खुवाउने कार्यहरूमा संलग्न हुनुहुने रहेछ। उहाँहरूले खानाको व्यवस्था गर्नुहुने रहेछ। सुत्न खानाको व्यवस्था एकदमै राम्रो हुने रहेछ। र यहाँ चाहिँ अलि जाडो बढी हुने कारणले गर्दा, चिसो हावा चल्ने कारणले गर्दा बेलुकामा आउँदा चाहिँ यहाँहरूले बाक्लो कपडा लिएर, हामी तराई क्षेत्रमा बसोबास गर्ने मानिसहरूले गर्मीको मौसममा सामान्य कपडाहरू लिएर आउँदा चाहिँ एकदमै जाडो हुने रहेछ। त्यस कारणले यहाँ आउँदा चाहिँ तपाईँहरूले बाक्लो खालको कपडाहरू लगाएर आउनु होला। यहाँ एकदमै चिसो हावा चल्ने रहेछ। त्यसै कारण बाक्लो कपडा चाहिँ राख्न नबिर्सिनु होला। र बिहान सूर्य उदय सँगसँगै पूजा गरेर 7 बजे चाहिँ यहाँ आदरणीय भक्तजनहरूलाई प्रसाद वितरण गरेर बिदाई गर्ने कार्यक्रम हुने रहेछ। र दिउँसोमा मात्रै आउँदा चाहिँ यहाँको मुख्य विशेषताहरू, यहाँको पूजापाठ, यहाँको आरतीहरू हामीले हेर्न नपाउने हुँदा तपाईँहरू आउँदै हुनुहुन्छ भने चाहिँ साँझमा बस्ने गरी, एक दिन बास बस्ने गरी यहाँको प्राकृतिक सुन्दरता, स्वर्गीय आनन्द लिनको लागि चाहिँ एक दिन बेलुका बस्ने गरी आउनु होला। र यहाँ आएपछि हामीले स्वर्ग, साँच्चै नै स्वर्ग, नेपालको स्वर्ग चाहिँ यहाँबाट देख्न सकिन्छ। हाम्रो आजको भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। केही सल्लाह सुझावहरू भए कमेन्टमा लेखिदिनु हुनको लागि पनि हामी अनुरोध गर्दछौँ।